तर मेरो एक मुख नै काफी छ तेरो लागि। सरप्राइज पुरा थाहा छैन जललाई कहिले नाइ भन्नु हुँदैन। दही देखौ न दही कति बेर बर्थडे बोयलाई हेलो एन्ड नमस्ते सबैजनालाई। इट्स मी शेर्पा। जहिलेमा फर्स्टमा चाहिँ हेलो नमस्ते चाहिँ नेपाली है, लास्टमा चाहिँ इट्स मी होइन। ल अब मेरो इन्ट्रो चेन्ज। हेलो नमस्ते सबैजनालाई, मेरो नाम शेर्पा। आज म न्यू भ्लग लिएर आएको छु तपाईँहरूको छेउमा। आज चाहिँ हाम्रो साथी बुद्ध तामाङ एके अभि लामा तो 10 छन् म एक खान्छु तर मेरो एक मुख नै काफी छ तेरो लागि भन्ने हाम्रो ब्रदर भन्ने हाम्रो दोस्तको बर्थडे छ र हामी केक बोकेर हिँड्न छ। केक देखाइदियो केक सरप्राइज उसलाई थाहा छैन हाम्रो केक ल्याउँछ भने चाहिँ। आशिष के भन्छ भन न। आज बुद्ध बर्थडेमा केक गर्नु मन छ किन भन्न आएन छ्याङ होइन आशिष छ्याङ होइन जल जल के रे जल फेरि आए त जल हो। जललाई कहिले नाइ भन्नु हुँदैन क्या बुझ्यो। टक्क अब जान्छौँ टक्क केटाहरूलाई बुद्ध पुगेपछि देखाउँछ है। ल आज चाहिँ हामी बुद्ध बर्थडेमा जान लागेको छ अन्त बुद्धको लागि मालहरू छ गिफ्ट मैले ल्याएको गिफ्ट गेस गर्नु है गाइस के छ है ल गेस कमेन्ट गर्ने के पनि कमेन्ट कसको आउँछ र त्यो पनि गर्नु न। बुद्धको लागि दही दही ओइ दही देखौ न दही दही होइन तर केही छैन बुद्धकोमा गएर देखाउँछु ल गिफ्ट कसरी उसले रियाक्सन कस्तो आउँछ ल। A few minutes later. Happy birthday to you. Happy birthday to you. Happy birthday Buddha. Happy birthday to you. मेरो ब्लगमा चाहिँ हाँस्ने यार मनको यार तरबल लागिरा सबजना हेरे हेरे दही हो बुढा हैन त बुढा मैले फेरि बुद्ध छोरी माग्न आएन नि फेरि दही ए गिफ्ट हाम्रो केटाहरू चाहिँ यता टक्क यता बनाउँदैछ। सुजन यता हेर्न हाल भन्नु सुजन हाल भन्नु जिम्बा के छ यार मोमो कस्तो बनाइरहेछ एकदम जिम्मेदार को गरे आचम बढेको त्यसै हो र अहिले भाडा पनि दिनुपर्छ। ए अरू नै आचम बढायो होइन अरू खोइ काम गरे खोइ भाडा यत्रो जुठो गर्दा अरू टक्क केटाहरूलाई म देखाउँछु मोमो यति बेर छ मोमो त टन्नै यो सुजनले मोमो सानो बनाउने भने बर्थडे बोयलाई कस्तो पातलो भयो क्या पातलो भाज त है गाइस म चाहिँ यता पिनिरहेको छु मजा आइरहेको छ ल जिम्बा। हेलो सबैजनालाई वेलकम छ हामी चाहिँ यो ब्लगरको बर्थडेमा आएको छौँ। ब्लगरको बर्थडेमा चाहिँ हामीले यो बनाएर आज पार्टी बनाउँदैछौँ यहाँनिर काट्दैछौँ यहाँनिर किमा बनाउँदैछौँ कोही खाँदैछ त्यो भित्र जति छ नि जति पनि मान्छे हुनुहुन्छ नि जो ट्रेनको भ्लग हेर्नुहुन्छ त्यो सबैलाई चाहिँ अफ गरेर दिएछ के बुद्ध के भन्नु छ बुद्ध डाइलग खोइ त 10 छन् म एक खान्छु तर मेरो एक मुख काफी छ। बुद्धको डाइलग चाहिँ स्कुलमा यो डाइलग सोधे हुन्छ झलस सोधे हुन्छ क्या 10 छन् म एक खान्छु चाहिँ झलसले अनि पाइपले हान्छ दुश्मनको हात के भन्छ ल इबे दुश्मनको हात फलाम साथी खात बुद्धको बर्थडे आज अरुण आर यु एक्साइटेड खोइ भन्न
A few minutes later. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Nanda. Happy birthday to you. No, Amar ana. Birthday gift no. No, सन्तानले डाँडा काँडा आउने दिनहरुमा फुटबल भाडा तिन आशीर्वाद खो दिबे ले मादर छिटै पो भन्नुस् आशिषको आशीर्वाद है ल आशिषको आशीर्वाद सुन्नुमै ल खोइ भन न के भन्नु अब भन्नु त सबै भनिसकेको मिठो छ यार यो ल यो त स्याल रहेछ त दुई चोटी खाएर मुहारमा एकदम खुसीको लहर गइरहेको छ तुले शर्मा यस सम्झ्या सब लाइन म सब दुई चोटी के सबै नगर्ने म भोलि काम गर्न मिठो के राख्यो काट ब्लगर त वहाँ पहिला अन्डर अगाडि नै खिचेको मेरो च्यानललाई च्यानल त दिनु आजलाई चाहिँ यति है आज चाहिँ बुद्धको बर्थडे राम्ररी मनायो हामीले एकदम रमाइलोसँग मनायो हामी सबजना केटाहरू चाहिँ मेरो हात चाहिँ जुठै छ पानी छैन पानी छिटेछ अनि केटाहरू चाहिँ सबजना घर अब हिँड्लाइरहेछ हाम्रो युवराज चाहिँ हाम्रो के अरे सुपर बाइक बोकेर हिँडिरहेछ अरुण अब घर जाँदै अब त्यही त हामी राम्रो जाऊ त्यही हो आजलाई चाहिँ ल बाई बाई करा बाई बाई सुपर बाइकले जिते ओ त लडलाई युवराज एकैचोटि मुनि ओए कुकुर आयो कुकुर आयो यो त राइडर भइसकेछ है ल आजलाई भ्लग यति हुनेछ ल हामीसँग साथ दिनुभएकोमा सबैलाई धन्यवाद र फेरि लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला ल हस् त धन्यवाद।